मेरो भोलिदेखि एक्जाम छ EBS को सबैजना लाइक गरिदिनुहोस् अनि म पास हुन्छु। हो गाइस अहिले चाहिँ म भर्खर उठिसकेको छु हैन र अहिले चाहिँ बज्दैछ कति बज्यो अहिले बाफरे अहिले बज्दैछ बिहानको 11:30 गाइस आज चाहिँ मेरो केही काम थिएन अनि त्यहाँ म चाहिँ पुरा ढिलो उठेँ हैन अनि के भन्छ अब आज चाहिँ ब्लगिङ स्टार्ट हुन्छ बेडबाट उठ्ने काम मनै नै गरेर यार उठ्नै मन लाग्दैन क्या मलाई चाहिँ त्यही पनि अब उठ्छु अब चाहिँ हुन्छ हाम्रो ब्लगिङ स्टार्ट त्यही म उठिसकेको छु अनि हाम्रो बहिनी चाहिँ त्यहाँ पानी पिउँदो रहेछ मुनु कतिखेर उठेको म बिहानै उठेको छि तपाईँ यति ढिलो उठ्नु भयो तपाईँ यति ढिलो उठ्नु भयो आज चाहिँ पुरा निद्रा लाग्यो नि त अनि दिपका मैले हिजो के भनेको थिएँ हिजो मलाई कसले बोलाएको थियो नेपाली एक्टर के हिरो कसले बोलाएको थियो हिरोले त्यसको नाम के हो थाहा छ त्यो नाम चाहिँ अहिले दिपिकाले भन्दैन गाइस हिजो म छक्क परेँ क्या मैले हिजो नेपालको एउटा फेमस एक्टरलाई इमेल पठाएको थिएँ होइन अन्त दादाले चाहिँ लाइभमा आएर अरू पनि पठाएको थियो होला धेरैजनाले पठाएको रहेछ नि तर लाइभमा आएर चाहिँ मलाई थ्याङ्क यू धन्यवाद कृष्ण बस्नेतजी भन्नुभएको छ एकदमै खुसी क्या अब एउटा एक्टरले मलाई कृष्ण बस्नेतजी धन्यवाद भनिसकेपछि त म कतिको खुसी थियो होला हुनु त सायद अरूलाई पनि भन्थ्यो होला तर मेरो लागि त्यो फर्स्ट कुरा हो होइन र म एकदमै खुसी थिएँ अनि त्यो चाहिँ एकदम कतिखेर राति 11 कि कति बजीतिर त्यस्तो खालको भिडियो आयो क्या अन्त म पुरा निन्द्रा त्यतिखेर चाहिँ मोबाइल चलाइन्छ त 11:30 बजीसम्म त सुत्नै पर्ने भयो म चाहिँ हिजो एडिटिङ यताउता गरेर 1 बजी सुतेको त्यो भएर गर्दा आज ढिलो उठेको र अब चाहिँ ब्लगिङ स्टार्ट हुँदैछ मैले मुख धोइसकेको छु होइन मुख धोएर म गर्नेछु खाना खाएको छु खाना खान्छु अब पकाएको छ भने चाहिँ म पकाएर फेरि खाना खानुपर्छ अब हेर्छु खाना पाएछ कि छैन अहिले चाहिँ मेरो खाना थालमा हालिसकेको छु होइन भात चाहिँ मम्मीले पकाइदिइसक्नु भएको रहेछ र अब चाहिँ म भात खान्छु होइन हजुर यो काका र काकीले पठाउनु भएको खानु म गिलास लिएर आउँछु ल ओके बुनुले चाहिँ मलाई जुस पनि ल्याइदिइसके अब बुनु चाहिँ के लिनु गएको छ ग्लास लिनु गएको छ सो गाइस अहिले चाहिँ म सानो कामले रकमदुर जाँदैछु होइन मेरो आफ्नो पर्सनल कामले गर्दा नभए म चाहिँ अघि मैले भनि नै हालेको थिएँ हिरोले के भनेको थियो भने को होला हिरो भनेर सोचिरहनु भएको थियो त्यो हिरोको फोटो पनि आउनेछ हेर्दै गर्नु गाइस फेरि पनि वेलकम छ तपाईँलाई हाम्रो यो न्यू ब्लगमा र अहिले चाहिँ न्यू ब्लग होइन यो चाहिँ नेक्स्ट ब्लग भनौँ न अन्त अहिले चाहिँ म भाइको घरमा छु काकाको घरमा अन्त भाइ चाहिँ हाम्रो ईशान भाइ चाहिँ पढिरहेको छ नि त अनि ईशान भाइलाई चाहिँ अघि मैले स्पेसल चिज मलाई कसले कमेन्ट गर्यो मलाई कसले रिप्लाई गर्यो भनेर भनिसकेको थिएँ ईशान भन्दा त कसले हामीलाई कमेन्ट गर्यो नेपालको एउटा पल्स हिरोले भनेको थियो नेपालको दिपेश दादालाई थ्याङ्क यू कृष्ण बस्नेत भनेर अनि म चाहिँ मेरो भोलिदेखि एक्जाम छ EBS को सबैजना लाइक गरिदिनुहोस् अनि म पास हुन्छु भनेर सो गाइस अब चाहिँ हाम्रो भाइलाई पास गराउन लागि चाहिँ भाइले भनेको छ लाइक गरिदिनु भनेर अगर भाइ पास भएको हेर्न चाहनुहुन्छ भने सबैजना लाइक गरिदिनुहोस् र भाइले चाहिँ अलिकति गल्ती गरेर हाम्रो खासमा चाहिँ नेपालको एक्टर पल शाह उहाँले खालि पल मात्रै भन्नुभयो र पल शाहजीले चाहिँ मलाई थ्याङ्क यू कृष्ण बस्नेतजी भन्नुभएको थियो र त्यही चिज चाहिँ मेरो लागि त ठुलै कुरा हो होइन भन्छन् होला तर अब दिपेशले यतिको लागि पनि ब्लग बनायो भने तर मेरो लागि बहुत ठुलो कुरा हो कि एउटा एक्टरले मलाई थ्याङ्क यू भनेको छ भन्दाखेरि मैले इमेल पठाएको थिएँ उहाँको चाहिँ रिप्लाई मलाई लाइभमा आयो ठिकै छ त्यसको लागि पनि होइन र अरू ब्लग हेर्न लागि हामीसँग जुनिदिनुहोस् ल अब चाहिँ म ब्लग एडिटिङ गर्छु थ्याङ्क यू बाई बाई लभ यू